इभो बोलमा फ्री स्पिन कहिले आउला त हाम्रो बिस्नेस कार्ड रिटर्नमा एउटै फेडेड विलमा डबल क्यारेक्टर स्किल के छ त हाम्रो नेक्स्ट थ्योरीको रिङ इभेन्ट इभो भोलको अहिलेसम्मको एकदमै बवाल अपडेट पिङ्क डायमन्ड र ब्ल्याक डायमन्डको एकदमै कन्फर्म इभेन्ट एन्ड डिटेल्स के होला त हाम्रो नेक्स्ट टप इभेन्ट कहिले आउला त हाम्रो फुटबल टिममा बेस भएको लक्लोले इटर्नल एसेन्स र इटर्नल एभेन्जर बन्डलको कन्फर्म रिटर्न डेट आर्टिक ब्लू बन्डलको कन्फर्म रिटर्न इभेन्ट कहिले आउला त हाम्रो ब्ल्याक आइनेक रिटर्नमा र साथसाथै अरू नै थुप्रै इभेन्ट्स एन्ड अपडेटहरू सो गाइस के छ सन्चै हुनुहुन्छ सो सुरुमा कुरा गरौँ हाम्रो इभो भोल्ट बारे सो हजुरले स्क्रिन हेर्न सक्नुहुनेछ हाम्रो इभो भोल्टको अपकमिङ अपडेट्स ओबी अपडेट पछाडि हजुरले यो तरिकाको हाम्रो इभो बल हेर्न सक्नुहुनेछ अहिलेको कुरा गर्ने हो भने हजुरले हेर्नु होला अहिले हाम्रो इभो बल यो तरिकाको छ जुनमा हाम्रो 4टा गन स्किन र साथसाथै सानोतिनो रिवार्डहरू राखेको छ जुन बक्सहरू छ यताउति छ बट आफ्टर ओबी अपडेट हजुरले यो तरिकाको हेर्न सक्नुहुन्छ जुनमा राइटमा हजुरले हेर्नुभयो होला 2टा येल्लो टोकन सो त्यो येल्लो टोकनले के गर्न मिल्छ भने हजुरले यहाँ हेर्नु होला स्पिन गर्दा गर्दै हजुरसँग 5वटा टोकन छ भने हजुरले युनिभर्सल टोकन एक्सचेन्ज गर्न सक्नुहुनेछ जुन 5वटामा हजुरले 120 टोकन पाउनुहुनेछ त्यसै गरी हजुरसँग 15वटा टोकन छ भने इभो भलमा भएको जुनसुकै गन स्किन हजुरले यहाँबाट एक्सचेन्ज गर्न सक्नुहुनेछ सो यो चाहिँ एउटा प्लस पोइन्ट हुनेछ हाम्रो लागि किनभने एकदमै धेरै डायमन्ड खान्थ्यो बेला के हुन्थ्यो भने चाहिँ एकदमै परे हुन्थ्यो सो सेम स्किन पर्दा कतिको 2000 4000 5000 डायमन्डसम्म गएको छ इभो भोलकै अर्को अपडेटको कुरा गर्ने हो भने हजुरलाई थाहा नै होला भोलि 1 वैशाख र भोलि 1 वैशाखको दिन बङ्गाली र नेपालीहरूको नयाँ वर्ष हुनेछ सो नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्षको मौकामा अब जे भनौँ हजुरले इभो भोल्टमै 3 फ्री स्पिन हेर्न सक्नुहुनेछ सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुनेछ एउटा अफिसियल ब्यानर सो यो ब्यानर हजुरले आज राति 12 बजेपछि या भोलि बिहानको 4 बजेपछि इन गेम हेर्न सक्नुहुनेछ जसले गर्दा हजुरले 3 स्पिन चाहिँ इभो भोलमा फ्रीमा गर्न सक्नुहुनेछ अर्को अपडेट चाहिँ हाम्रो स्कारसँग हुनेछ सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुनेछ हाम्रो अपकमिङ स्कारको रिङ इभेन्ट फर्स्ट कुरा त यो हाम्रो एउटा युनिभर्सल रिङ इभेन्ट हुनेछ सो हजुरसँग युनिभर्सल टोकन छ भने हजुरले मजाले एक्सचेन्ज गर्न सक्नुहुनेछ त्यसको फर्स्ट प्राइस चाहिँ स्कार द 20 राखेको छ जुनको ड्यामेज डबल प्लस एक्युरेसी सिंगल प्लस र लिडर स्पिड सिंगल माइनस गरिएको छ त्यसै गरी अर्को स्कार पनि यहाँ छ हजुरले हेर्न सक्नुहुनेछ यसको नाम चाहिँ स्कार प्याराडाइज राखेको छ भने यसको रिलोड स्पिड डबल प्लस रेट अफ फायर सिंगल प्लस र रेन्ज सिंगल माइनस गरिएको छ सो हजुरलाई थाहा छ छैन यो स्कारहरू चाहिँ हाम्रो इन्कुबेटरका स्कारहरू हुन् पहिले नै आएका हुन् हजुरसँग पहिले छ भने केही कुरै भएन छैन भने हजुरले यहाँदेखि मजाले निकाल्न सक्नुहुन्छ र साथसाथै हाम्रो स्कारको साथसाथै हजुरले यहाँ युजी पनि हेर्न सक्नुहुन्छ मिनी युजी सो यहाँ 2-3टा स्किनहरू छ मिनी युजीको र साथसाथै हजुरले टोकनले पनि एक्सचेन्ज गर्न सक्नुहुनेछ युजी र स्कारको स्किनहरू यो रिङ इभेन्टको कन्फर्म डेटको कुरा गर्ने भने यो चाहिँ हजुरले 15 अप्रिलदेखि इन गेम हेर्न सक्नुहुनेछ सो 15 अप्रिलमा एउटा रिङ इभेन्ट त आउँछ नै तर साथसाथै 16 अप्रिलमा पनि एउटा रिङ इभेन्ट आउँछ सो 15 र 16 बोथ डे हजुरले एउटा नयाँ रिङ इभेन्ट हेर्न सक्नुहुन्छ 15 मा गन स्किनको आउँछ भने 16 मा बन्डलहरूको आउँछ सो साथसाथै 16 को पनि देखाउने नै छु सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुनेछ हाम्रो थ्योरीको रिङ इभेन्ट फर्स्ट बन्डलको कुरा गर्ने हो भने लिनियर थ्योरी बन्डल राखेको छ यो चाहिँ एकदमै एन्स्टान्ट थ्योरीमा बेस भएको रिङ इभेन्ट हो सेकेन्डमा हजुरले केटीको हेर्न सक्नुहुन्छ केटीको बन्डलको नाम पनि क्वाड्रिक थ्योरी बन्डल राखेको छ र साथसाथै हजुरले एउटा ब्याकप्याक पनि हेर्न सक्नुहुनेछ यो ब्याकप्याक चाहिँ यसको नाम चाहिँ रोबोटिक्स थ्योरी राखेको छ यो मेन कुरा थ्योरी भनेको यो चाहिँ एकदम आइन्स्टाइनमा बेस भएको हो सो सबैको नाम थ्योरी राखेको छ र लास्टमा हजुरले डा थिङ्कर भनेर एउटा इमोट पनि हेर्न सक्नुहुनेछ यो इमोट चाहिँ मलाई एकदमै राम्रो लाग्यो सो हजुरलाई यहाँबाट कुन रिवार्ड राम्रो लाग्यो पक्कै कमेन्ट गरेर भन्नु होला र यो चाहिँ एउटा युनिभर्सल रिङ इभेन्ट हुनेछ सो मजाले हजुरले ओल्ड टोकनले एक्सचेन्ज गर्न सक्नुहुनेछ सो लेट्स मुभ टु आवर नेक्स्ट टपिक जुन चाहिँ हाम्रो अपकमिङ फेडेड विल रिलेटेड हुनेछ सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ हाम्रो अपकमिङ फेडेड विल हजुरहरूलाई यो फेडेड विलमा 2टा क्यारेक्टरको स्किलको स्किन हेर्न सक्नुहुन्छ फर्स्ट वनको कुरा गर्ने हो भने यो हाम्रो टार्सुयाको हुनेछ भने यसको नाम चाहिँ मिडनाइट रस राखिएको छ सो मिडनाइट रस भनेपछि यो चाहिँ हाम्रो मिडनाइट टिममा बेस भएको स्किन हो र साथसाथै हजुरले यहाँ हेर्न सक्नुहुनेछ यो चाहिँ हाम्रो सोनियाको स्किल हो मेबी सोनियाकै होला है आई एम रङ देन मलाई भनिदिनु होला यो के को स्किन हो बिकज म सोनिया युजर होइन अनि त्यही भएर मलाई थाहा नभएको होला सो हजुरले यो फिल्डमा यही 2टा स्किन हेर्न सक्नुहुन्छ 2टा क्यारेक्टरको स्किलको स्किन हुनेछ सो खासै युज गरिँदैन यो स्किनहरू बिकज कसैलाई म्याटर गर्दैन यो कुराहरू होस् नहोस् मतलब हुँदैन साथसाथै हाम्रो फेडेरलको डेटको कुरा गर्ने हो भने हाम्रो मिडनाइटको इभेन्ट 25 अप्रिल पछि स्टार्ट हुने हो सो हजुरले त्यो फेडेरल पक्कै पनि 25 अप्रिल पछि नै हेर्न सक्नुहुनेछ सो लेट्स मुभ टु आवर नेक्स्ट टपिक जुन चाहिँ हाम्रो फुटबल टिममा बेस भएको एउटा लक रिलेट हुनेछ सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ एउटा इमोट
इभेन्टको नाम चाहिँ हाफ टाइम चिलिङ राखेको छ र यो चाहिँ कुन इभेन्टमा आउँछ भनेपछि हजुरलाई म देखाउने छु। सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ हाम्रो यो इमोट आउने लक रोयले। सो यो लक रोयलमा अरू कुरा पनि राखिएको छ। यो हाफ टाइम चिलिङ इमोट चाहिँ हजुरलाई कस्तो लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गरेर जान्नु होला। र त्यसपछि हाम्रो अर्को रिवार्डको कुरा गर्नु भने हजुरले यहाँ ग्लोवाल हेर्न सक्नुहुन्छ। यसको नाम चाहिँ स्टेडी गोल राखेको छ र यो ग्लोवाल पनि फुटबल टिममै बेचिरहेको छ। मेरो कुरा गर्ने हो भने मलाई चाहिँ ग्लोवाल पनि दामी नै लाग्यो। आफ्नो रिभ्यू पनि दिनु होला। र साथसाथै हजुरले एउटा बन्डल पनि हेर्न सक्नुहुन्छ जर्सीको बन्डल। यसको नाम चाहिँ होम टिमा जर्सी राखेको छ। सो यहाँ हजुरले एउटा तल एउटा जुत्ता र एउटा टप हेर्न पाउन सक्नुहुनेछ। अनि त्यसपछि अरू पनि जर्सीहरू हुनेछ यो लक रोयलमा। सो यो जर्सीहरू मेबी चेन्जेस भएर आउन सक्छ हाम्रो सर्भरमा आउँदा। यहाँ जुन 4टा जर्सी त्यो चेन्जेस भएर अर्कोहरू पनि हुनसक्छ र यो 4टा अरू एक्स्ट्रा पनि थपिन सक्छ। 9-10वटा जर्सी आउन सक्छ। जर्सी रोयलले नआएको पनि निकै भयो हाम्रो गेममा। र हाम्रो अब समरको इभेन्टहरू पनि आउँछ। सो मेबी धेरै सुन हजुरले यो जर्सी रोयलले हेर्न सक्नुहुन्छ हाम्रो गेममा। सो हजुरलाई जर्सीहरू कस्तो लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गरेर जानु होला। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। सबै यो फुटबल थिमको हरेक कुरा मलाई राम्रो लाग्यो। अगला एपिसोड अर्को अपडेट चाहिँ हाम्रो ब्ल्याक हाइनेक्ससँग रिलेटेड हुनेछ। सो हजुरले स्क्रिन हेर्न सक्नुहुन्छ हाम्रो एउटा लक रोयले। यो लक रोयलेमा चाहिँ हजुरले हरेक हाइनेक हेर्न सक्नुहुनेछ जुन हाम्रो ब्ल्याक व्हाइट त्यसपछि हाम्रो एउटा नयाँ हाइनेक पनि थपेको छ। सो हजुरले यहाँ हेर्न पनि सक्नुहुन्छ एउटा व्हाइट यहाँ व्हाइट टर्टनेक राखिएको छ। नाम यसको नाम त हजुरलाई थाहा नै हो सेम हो व्हाइट टर्टनेक ब्ल्याक टर्टनेक। अनि एउटा जुन नयाँ थपेको छ यसको नाम चाहिँ एसेन्सियल टर्टनेक राखेको छ। सो यो चाहिँ बाहिर सर्भरको इभेन्ट हो र धेरै नै सुन हजुरले हाम्रो बङ्गलादेश सर्भरमा पनि यो हेर्न सक्नुहुन्छ। किन हेर्न सक्नुहुन्छ भनेपछि 1 बाई 1 गर्दै हजुरले हरेक सर्भरमा इभेन्ट आएको हेर्न सक्नुहुनेछ। सो मेबी यही ओबी अपडेटभित्र नि यो इभेन्ट हाम्रो गेममा आउन सक्छ। आयो भने झन् राम्रो हाम्रो सर्भरको लागि अझै कन्फर्म चाहिँ भएको छैन बट डिफ्रेन्ट सर्भरमा आएर मैले यो इभेन्ट हजुरलाई देखाएको हो। सो लेट्स मुभ टु अब नेक्स्ट टपिक जुन चाहिँ हाम्रो आर्टिक ब्लू बन्डल रिलेटेड हुनेछ। सो हजुरले स्क्रिन हेर्न सक्नुहुन्छ हाम्रो एउटा रिङ इभेन्ट। यो रिङ इभेन्टको कुरा गर्न भने हजुरले मेबी नेक्स्ट ओबी अपडेटमा हेर्न सक्नुहुन्छ हाम्रो गेममा। सो यहाँ जुन 4टा बन्डल राखेको छ त्यो बन्डल हजुरले 1 बाई 1 हेर्न सक्नुहुन्छ। फर्स्टको नाम चाहिँ इटर्नल एसेन्स बन्डल राखेको छ। यहाँ चाहिँ हजुरले युज मेडिकेट गर्दा तल जुन एनिमेसन देख्न सक्नु भएको छ हजुरले मेडिकेट युज गर्दा तलको एनिमेसन आउनेछ। सो यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो। बन्डल जे जस्तो भयो नि राम्रै छ र यसको इफेक्ट चाहिँ मलाई एकदमै बवाल लाग्यो। र मार्क्सहरू हेर्ने हो भने हजुरलाई यो चाहिँ एकदमै बवाल लाग्न सक्छ। हजुरलाई कस्तो लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। त्यसै गरी हजुरले आर्टिक ब्लू बन्डल पनि यही रिङ इभेन्टमा हेर्न सक्नुहुनेछ। र सबभन्दा ठुलो कुरा के हो भनेपछि यो चाहिँ एउटा युनिभर्सल रिङ इभेन्ट हुनेछ। भनेपछि हजुरले ओल्ड टोकनहरू सब युज गर्न सक्नुहुन्छ। हजुरसँग पैसा छैन भने डायमन्ड छैन भने हजुरले ओल्ड टोकनहरू युज गरेर निकाल्न सक्नुहुन्छ। इफ हजुरसँग ओल्ड टोकन छ भने पहिले स्पिन गरेर राख्नु भएको छ भने। सो यो इभेन्ट चाहिँ एकदमै कन्फर्म भएको छैन बट धेरै सुन हजुरले हेर्न सक्नुहुन्छ मेबी यो अपडेट या नेक्स्ट ओबी अपडेटमा। सो अहिलेदेखि नै टोकनहरू सेभ गरेर राख्नु होला। नआउने चाहिँ होइन एकचोटि आइसकेपछि बिस्तारै ढिलो छिटो भयो नि आउन त आउँछ नै ढिलो छिटोको कुरा थाहा भएन। मेबी नेक्स्ट ओबी अपडेट या त्यहाँभन्दा अगाडि नेक्स्ट ओबी अपडेट यस्तै हो त आउन चाहिँ आउँछ। हजुरले आफ्नो टोकन चाहिँ सेभ गरेर राख्न सक्नुहुनेछ। सो लेट्स मुभ टु अब नेक्स्ट टपिक जुन चाहिँ हाम्रो नेक्स्ट टप अप इभेन्ट रिलेटेड हुनेछ। एकर्डिङ टु पोसिबल लिक्स अहिलेको जुन हाम्रो टप अप इभेन्ट छ त्यो चाहिँ मे 11 मा सकेपछि मे 12 मा हजुरले यो टप अप इभेन्ट हेर्न सक्नुहुनेछ। यो चाहिँ एउटा हाइपर बुक हुनेछ मिडनाइट एसको थिममा। र यहाँ हजुरले 100 डायमन्डको टप अपमा एउटा हाइपर बुक र त्यसको 300 डायमन्डमा बक्स 500 डायमन्डमा बक्स र 700 डायमन्डमा त्यसै गरी 1000 1500 2000 मा बक्स पाउन सक्नुहुन्छ। बक्स त हजुरलाई थाहा नै होला बक्सदेखि हामीले टोकन पाउनेछौँ र टोकनदेखि हामीले हाइपर बक्स म्याक्स गर्नेछौँ। सो हजुरलाई यो टप इभेन्ट चाहिँ कस्तो लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। यो टप इभेन्ट चाहिँ हाम्रो नेक्स्ट टप इभेन्ट हुनेछ। पोसिबल लिग सो मेबी नहुन नि सक्छ बट म्याक्सिमम चान्सेस यही छ टप इभेन्टमा आउने। टप इभेन्ट रिलेटेड केही इन्फर्मेसन आयो भने म पक्कै पनि हजुरलाई भन्ने नै छु। यही कन्फर्म भएपछि यो पनि इन्फर्म गराउने छु। सो गाइस हजुरलाई यति नै किप सपोर्टिङ किप लभिङ फर मोर न्युज एन्ड अपडेट्स। ह्याभ अ गुड डे।